ओके, फाइनल्ली आजको क्लास पनि अफ भयो, क्लास सकिसक्यो। अनि मेरो बेसिक एक्सर्साइजको क्लास पनि आफ्नो क्लास थियो त्यो पनि सके। नाउ इट्स टाइम टु प्याक अप। अहिले यो भिडियो किन बनाएको भने नि प्लिज यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला ल। यो च्यानलमा सायद यो मेरो फेस रिभिल गरेर फर्स्ट भिडियो हो। के छ भने नि मैले चाहिँ यस च्यानलमा जस्ट कोरियासँग रिलेटेड इन्फर्मेसनहरू न्युजहरू हाल्ने गर्थेँ क्या। त्यो टाइममा के थियो भने म आफू पनि कोरियन ल्याङ्ग्वेज पढ्दै थिएँ। तपाईँलाई थोरै त्यो जर्नी पनि सेयर गर्छु, र प्लिज भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला, स्किप नगरिदिनु होला। अनि कसले हेर्नुहुन्छ नि प्लिज लास्टसम्म हेरिदिनु होला ल। कुरा के हो भने नि मैले जस बाहिरको लागि विदेशको लागि दुईटा देशमा ट्राई गरेँ। अब दुईटा देश भन्दा नि फर्स्टमा जापानको लागि ट्राई गरेको थिएँ, अनि सेकेन्डमा चाहिँ कोरियाको लागि ट्राई गरेँ। फर्स्टमा जापानको अब के भयो भन्नुहुन्छ भनेदेखि जापानको लागि ट्राई गऱ्यो नि +2 क्लियर भयो। +2 क्लियर भएपछि अब त्यही त हो नि, मोस्ट अफ द हामी नेपाली स्टुडेन्टहरूको के गर्ने +2 पछि भन्दाखेरि एब्रोड, विदेश, अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया हैन, अलिकति छ भने त्यही हो, नभए त्यही खाडी भन्छ त्यो। अनि मेरो पनि अब जस साथीको चक्करमा +2 पनि जस राम्ररी क्लियर पनि भयो। अब के गर्ने त भन्दाखेरि जापान, लेट्स गो जापान भन्यो। तर त्यसरी नहुँदो रहेछ, लेट्स गो भन्ने बित्तिकै जान मिलेन। अनि जापान जाने जस प्रिपेयर भयो, जाने भन्यो सोच्यो। अनि त्यस पछाडि त्यसको लागि सुरुमा पढ्नु पर्दो रहेछ भाषा, ल्याङ्ग्वेज है। अनि त्यस पछाडि गयो जापानिज क्लास पनि, जापानिज ल्याङ्ग्वेजको क्लास पनि जोइन गरियो। अनि एक्जाम त होइन, सुरुमा जस क्लास जोइन गरिसकेपछि स्टुडेन्ट भिजाको लागि मैले एप्लाई गरेको थिएँ क्या। अनि क्लास जोइन गरेँ। क्लास जोइन गरेपछि इन्टरभ्यू हुँदो रहेछ सुरुमा, इन्टरभ्यूहरू पनि दिएँ मैले। जस कलेज लिने इन्टरभ्यू राम्रै गयो, ठिकै गयो। अनि त्यस पछाडि त्यो इन्टरभ्यू दिइसकेपछि जिएलपिटी न के पो थियो त्यो एक्जाम पनि मैले दिएँ, एपियर गरेँ त्यहाँ पनि। त्यो एक्जाम पनि पास भयो। अनि त्यस पछाडि लगभग आधी डकुमेन्टहरू अब के प्रोपर्टीहरू सो गर्नुपर्दो रहेछ कि स्टुडेन्ट भिजामा जानको लागि। अब हामी जस्तो लोवर क्लास मिडल फ्यामिलीको लागि त धेरै ठुलो कुरा हुन्थ्यो। अनि त्यो अब फेक डकुमेन्टहरू के बनाउनु पर्दो रहेछ। अनि त्यो पनि लगभग रेडी भइसक्यो। अब आयो फाइनल स्टेजमा। त्यसमा चाहिँ के हुँदो रहेछ भनेदेखि कतिलाई त थाहा होला, तर कतिलाई थाहा छैन होला। अनि सिओई भन्ने आउँदो रहेछ क्या, उताबाट हामी जुन कलेजमा जाने हो त्यो कलेजले पठाउँदो रहेछ क्या सिओई भन्ने। अब मसँग पढ्ने हामी थियौँ धेरैजना, हामीसँग स्कुलमा सँगै पढेका साथीहरू पनि थियौँ, मभन्दा ठुलो यसको दिदी दादाहरू पनि हुनुहुन्थ्यो। लगभग 5-7 जना थियौँ क्या हामी सबैजना। एउटा जस मैले चिनेको मेरो सर्कलमा हामी सँगै पढ्ने सिओई आयो। सबैको धमाधम आउन थाल्यो, यसको आयो, त्यसको आयो, त्यसको आयो। तर मेरो आउँदैन, जस्ट मेरो मात्रै नआएको सिओई। हामी 6-7 जनामा मेरो मात्रै सिओई आएन। अनि मैले के सुनेको थिएँ भनेदेखि एकचोटि सिओई क्यान्सल भयो भने फेरि त्यस्तो आउने चान्स हुन्न अरे क्या, सम्भावना हुन्न भनेर सुनेको थिएँ क्या मैले। अनि त्यस पछाडि अब अलिकति होपलेस भयो, ल ठिक छ अब नहोस् भनेर छोडिदिएँ मैले त्यो। अनि त्यस पछाडि बस्यो त्यत्तिकै, फेरि लगभग त्यतिकै नै भयो, 1 मन्थ 1 महिना चाहिँ त्यतिकै नै बस्यो अरे। अब दिमागमा त धेरै कुरा चल्थ्यो, त्यत्तिकै बस्यो। अनि घरमा मम्मी बुवाले के भन्नुभयो भनेदेखि विदेश जानेतिर सोच्थ्यो, तैँले ट्राई गरिस् भएन, अब एकचोटि सरकारी चाकरीतिर ट्राई गर भन्नुभयो। ल ठिक छ भने, किनभने विदेशको लागि मैले जापान जान्छु भन्दाखेरि मम्मीहरूले एक शब्द पनि नभनिकन ठिक छ के कति खर्च लाग्छ जसरी हुन्छ हामी रेडी छौँ दिनको लागि, ठिक छ भन्नुभयो। त्यति भनिसक्दाखेरि त मेरो उइस त पुरा गर्नुभएको थियो, तर अब भएन त के गर्नु। अनि मम्मीले भन्नुभयो, बुवाले भन्नुभयो अब एकचोटि सरकारी जागिर ट्राई गर। अब किनभने उहाँहरू सेक्युरिटी चाहनुहुन्छ नि त, स्पेसली छोरी मान्छे भइसकेपछि अब पछि गएर जस कसैमा डिपेन्डेन्ट हुनु पर्दैन, आफ्नै इन्कम हुन्छ भन्ने सेन्सले चाहिँ। अनि पेन्सन आउँछ, के आउँछ, सानसानो कुराको लागि कोहीसँग जस डिपेन्ड हुनु पर्दैन भन्ने सेन्सले चाहिँ उता सरकारी जागिर खास उतातिर भिड भन्नुभयो। अनि त्यसमा पनि ठिक छ भनेर फर्स्टमा चाहिँ मैले पुलिसमा ट्राई गरेँ कि। पुलिसमा ट्राई गरेँ, त्यसमा अब एउटा सानो जस हाँस्ने कुरा छ क्या, म आफैलाई पनि हाँस उठ्छ। ल फर्म पनि भर्यो। अनि त्यसको लागि सेलेक्सनको लागि विराटनगर जानु पर्थ्यो क्या, हाम्रो एरियाबाट चाहिँ विराटनगरमा सेलेक्सन हुन्थ्यो। सायद खै कताबाट पनि हुन्छ थाहा छैन, तर हामीले चाहिँ विराटनगर जानुपर्ने थियो। अनि विराटनगर गयो।
एक दिन अगाडि गयो, बस्यो। भोलिपल्ट बिहानै 8 बजेतिर गयो सेलेक्सनको लागि। अनि सुरुमै के टेस्ट हुँदो रहेछ भनेदेखि के हाइट वेट मेजर गर्दो रहेछ। वेट त लगभग पुग्यो। अब गयो हाइटमा। हाइट नाप्ने बेलामा मेरो हाइट पुगेन। त्यो पनि कति चाहिँ भन्नुहुन्छ भन्दाखेरि आधी इन्च के, आधी इन्च हाइट नपुगेको। त्यहाँबाट पनि गुड बाई गर्यो। ल त्यो पनि छैन रहेछ भनेर आएँ। अब त्यो भइसक्दाखेरि अब घरमा पनि अलिकति जस यो पनि गर्दा भएन त्यो पनि गर्दा भएन भनेर अलिकति अर्कै भयो क्या इन्भाइरोमेन्ट। आखिरमा के चाहिँ हुँदैछ क्या, उता गर्न खोज्यो त्यो पनि भएन, त्यो गर्न खोज्यो त्यो पनि हुँदैन, त्यो पनि सानसानो कुरालाई अड्किँदै थियो क्या। अनि त्यसपछि त्यतिकै बस्यो, ब्याचलर जोइन गर्यो। अब यस्तो हुने क्या मलाई चाहिँ, जस्तै अब ब्याचलर त जोइन गर्यो। हाम्रो सोसाइटीमा के छ भने नानी होइन छोराछोरी के गर्दैछन् भन्दाखेरि पढ्दैछन् भन्दा अर्कै इन्टेन्सन जान्छ यतिकै। त्यही भएर पनि अब जोस जोइन गर्थेँ मैले, जोइन चाहिँ गरेँ तर मलाई पढ्न मन लागेन क्या। मसँग पनि त्यो अब ब्याचलर जोइन गर्ने केही थिएन नि त, किन चाहिँ पढिस् भन्दा पढेँ भन्नको लागि पढेको थिएँ क्या। त्यही भएर जोइन चाहिँ गरिदिइराखेँ तर गइनँ म कलेज, गइनँ साँच्चै नै कलेज गइनँ, त्यतिकै बसेँ। अनि त्यसपछि के भयो भनेदेखि अब फेरि दिमागमा के आयो भनेदेखि कोरिया सुने। अब कोरिया पनि कसरी सुन्यो भन्ने कुरा त कुनै भिडियोमा तपाईँलाई बताउँछु, कहाँबाट कसरी आयो भन्ने कुरा। अहिले चाहिँ जस्ट त्यतिखेर फेरि कोरियाको बारेमा सुनेँ मैले। झन् त्यहाँ त लाखमा पैसा कमाउँछ अरे, एकचोटि जानुपर्छ लाखमा पैसा कमाउँछ भन्ने दिमागमा छिरो। अब हामी जस्तो लोवर मिडल क्लासको लागि त्यो त कहाँ हुने नि त। अनि घरमा पनि कन्भिन्स गरेँ, उहाँले त त्यस्तो कहिले रोक्नु भएन, मैले यसो गर्छु भन्दा कहिले पनि रोक्नु भएन। अनि गयो। अनि कोरियन ल्याङ्ग्वेज पढ्न चाहिँ हाम्रो घरदेखि लगभग स्कुटीमा आधी घन्टा गएर जानुपर्थ्यो क्या। बिटामनमा थियो। अनि ठिक छ ल त्यहाँ पनि गएँ। लगभग 1.5 वर्ष पढेँ क्या कन्टिन्यू। न जाडो न घाम पानी जहिले जान्थेँ। बिहानको क्लास थियो, गएँ पढ्दैछु ठिक छ। अनि त्यहाँ पनि के भयो भनेदेखि जबदेखि मैले जोइन गरिसकेपछि एक्जामको हुने त केही नामै छैन त, एक्जाम नै हुँदैन। पढेको छ अब त्यो हुन्छ नि। अब जस 1.5 वर्ष क्रस भइसक्यो, एक्जामको अत्तो छैन। अब त पढेर मात्रै के गर्नु भन्ने भयो। अनि त्यसै बिचमा मैले के गरेको थिएँ भन्दाखेरि त्यहीँनिर बेकरी क्लास पनि हुँदो रहेछ क्या। बिटामतिर धेरै बेकरी क्लासहरू रहेछ। जस एउटा स्किल्स त हुन्छ, सिकिराख्नु मैले टाइम पनि छ मसँग, त्यतिकै के वेस्ट गर्नु भन्ने सेन्सले बिहान 8 बजेदेखि 9 बजेको कोरियन क्लास लिन्थेँ। त्यस पछाडि 9:30 देखि 10:30-11 बजेसम्म म बेकरी क्लास लिन्थेँ। अनि त्यसपछि घर आयो। त्यही हो। अब कुरा के भयो भनेदेखि एक्जाम हुँदैन। लगभग 1.5 वर्ष भइसक्यो, एक्जाम हुँदैन त। फाइनल्ली एक्जाम आयो, एक्जाम भयो। अस्ति रिसेन्टली एक्जाम भयो नि, त्यसमा फर्म भर्यो अरे। अनि मेरो लास्ट सिफ्टमा भयो क्या एक्जाम। लास्ट सिफ्टमा एक्जाम थियो, कट लाइन थियो। कतिको कट लाइन थियो त्यो भन्दा मेरो 1 मार्क्स कम आएको। अब के भन्नु त्यसलाई, लु भन्नु त। अब सबैतिर क्या जोस जापान ट्राई गरेँ, सबै साथीहरूको भयो, मेरो सोही आएन। अब नेपालमै अर्को सरकारी जागिर गर्छु भन्ने सेन्सले उता पनि लागेँ। उता पनि त्यहाँ त झन् कस्तो के भन्नु कि अब आधी इन्चले हाइट नपुगेर त पनि। अनि त्यो पनि ठिक छ। अब कोरिया नै भयो, त्यसलाई पनि ला छोडिदिए होस्। अनि त्यही मैले अघि भनिहालेँ नि, कोरियन ल्याङ्ग्वेज सिक्दै बिचमा त्यही बेकरी क्लास लिएको थिएँ नि त। अनि त्यही गर्दा बिचमा मैले घरबाटै आफैले क्या केकहरू भयो, पेस्ट्रिजहरू भयो, डोनट्सहरू भयो, त्यस्तो बनाउन थालिसकेको थिएँ। बनायोरी जस अनलाइन अर्डर आउँथ्यो अनि डेलिभरी पनि गर्न थालिसकेको थिएँ। जस हल्का फुल्का इन्कम चाहिँ गर्न थालिसकेको थिएँ मैले घरबाट नै। अनि अब सोचेँ कोरिया पनि यस्तै भयो, ठिक छ। अनि आफ्नै यही अब अलिकति भए पनि जस स्किल त सिकेको छु, यसलाई युटिलाइज गर्छु भनेर घरबाट नि केक बनाउन थालेँ, पेस्ट्रिज बनाउन थालेँ, डोनट्सहरू बनाउन थालेँ होइन। अनि जस हेल्दी वेमा बनाउन थालेँ। अनि अनलाइन अर्डर आउन थाल्यो, आफ्नै यस्तो जस अनलाइन अफलाइन दुइटै अर्डर आउन थाल्यो। अनि त्यसपछि चाहिँ अब त्यसलाई अलिकति बढाउँछु भन्ने सेन्सले अहिले चाहिँ म त्यसमै काम गरिरहेको छु क्या। जस आफ्नै घरबाटै केकहरू बनाउने ओर्ने डेलिभरी गर्ने गरिरहेको छु। अनि सोचेँ क्या अब जस आफ्नो लागि जे हुन्छ नि त्यो के गरेर पनि जस टर्दैन रहेछ क्या। जे बनेको छ नि त्यो चाहिँ फिक्स त्यो हुँदो नै रहेछ। जस्तै अब मैले पनि त त्यत्रो ट्राई गरेँ, पुलिसमा ट्राई गरेँ,
विदेशको लागि ट्राई गरेँ। अब त्यो सायद थिएन होला क्या, कुनै एनर्जीले कुनै भाइबले अथवा के भनौँ, मलाई जस यहीँ बसेर चाहिँ गर्नुपर्छ क्या, त्यहाँ बाहिरको लागि होइन भन्ने केहीले इन्डिकेट गरिरहेको थियो क्या मलाई, त्यस्तै लाग्यो, मलाई फिल भयो है। अनि त्यही भएर मैले त्यतातिर सबै छोडिदिएँ अनि अहिले आफ्नै जस शान्ति नभए पनि आफ्नै बिजनेस रन गर्दैछु। एउटा बेकरी त्यही छ है, अलिअलि घरबाटै गर्छु, अनि एउटा स्टुडियो छ, त्यसको बारेमा नेक्स्ट भिडियोमा फेरि इन्फर्मेसन पुरै मजाले भन्छु के हो कसो भनेर। अनि भन्न चाहिँ के खोजेको भने नि आजको भिडियोको कन्क्लुजन, मैले नि त्यसरी अब जस विदेश जाने प्लान पुरै थियो नि त मेरो त, +2 सकिने बित्तिकै विदेश उड्ने क्या। अब त्यो भनौँ हाम्रो सोसाइटीको थ्रुबाट बसेको थियो कि मेरो दिमागमा, के बसेको थियो थाहा भएन, तर +2 सकिने बित्तिकै जस उड्ने विदेश उड्ने प्लान थियो, तर त्यो भएन। अनि मैले उतातिर विदेशको सबै आइडियालाई त्यागेर नेपालमै बसेर अहिले केही गर्दैछु र केही गर्ने सोच छ, गर्दै पनि छु। त्यो ठिक हो कि मैले अझै अलिकति मेहनत गरेर बाहिर जानु ठिक हो? यसमा चाहिँ अलिकति के भन्न चाहनुहुन्छ तपाईँहरू जुन हुनुहुन्छ नि, अब मेरो सब्सक्राइबर्सहरू, सायद यहाँनिर जस इन्फर्मेसन पाउँछु भनेर कतिले सब्सक्राइब गर्नुभएको थियो होला, अब कतिले अनसब्सक्राइब गर्नुहुन्छ होला, ठिक छ। जति पनि हुनुहुन्छ उहाँहरूलाई तपाईँहरूलाई के ठिक लाग्यो है, तपाईँहरूको पोइन्ट अफ भ्यू के हुन्छ त्यो प्लिज कमेन्ट मार्फत भनिदिनु होला ल। मैले यहीँ गरेको ठिक हुन्छ होला कि जस्तै अब भएन भने, अब किनभने ल्याङ्ग्वेज त पढेकै छ, अझै अलिकति मेहनत गरेर मैले कोरियातिरै ट्राई गरेँ भने ठिक हुन्छ होला कि के गर्दा चाहिँ राम्रो हुन्छ होला तपाईँहरूको विचारमा? त्यो केही छ भने आफ्नो मनमा हुन्छ नि, होइन यसले यस्तो गरेको भए यस्तो हुन्थ्यो भन्ने के लाग्छ प्लिज त्यो कमेन्ट मार्फत भनिदिनु होला ल। त्यो भन्नुभयो भने जस अलिकति हुन्छ नि मलाई पनि यस्तो गर्दैछु भन्ने जस मोटिभेसन जस्तो मिल्छ क्या। मैले मेरो पोइन्ट अफ भ्यू, मेरो आफ्नो विचार यहाँ गर्दैछु, तपाईँहरूको विचारमा अब मेरो भिडियो देश विदेश कता कता पुग्छ थाहा छैन, जता पुगेर जता बसेर जसले जताबाट हेर्दै हुनुहुन्छ नि प्लिज कमेन्ट चाहिँ गरिदिनु होला, त्यतिको लागि। अनि त्यही भन्न खोजेको, जस विदेश मैले त्याग्दिने, अब जस नजाने पुरै, अनि यहीँ बसेर गर्छु भन्ने सोच छ, कमेन्ट गरिदिनु होला। अनि अब अरू कुरा पनि म अर्को नेक्स्ट भिडियोमा भन्छु, बोल्दा बोल्दै यो भिडियो कति लामो भइसकेछ। अनि प्लिज भिडियोलाई लास्टसम्म हेरिदिनु होला है। ओके, बाई बाई, आजको लागि यति नै। अब मेरो पनि क्लास ओभर भयो, क्लास सक्यो, अब म पनि घर जान्छु। अनि ओके, फेरि नेक्स्ट भिडियोमा भेटौँला। नेक्स्ट भिडियोमा पनि अब जस भ्लगिङ जस्तै भनेको के भनौँ, जे सक्छु तपाईँहरूलाई मेरो बारेमा क्या, म यहीँ बसेर के गर्दैछु त अहिले, जस्तै अघि भनिहालेँ एउटा म घरबाट बेकरीको जस्तो केकहरू बनाउने काम गर्छु, अब अरू के पनि गर्छु, त्यो कुरा म तपाईँलाई भिडियोको थ्रुबाट भन्दै जानेछु। अनि तपाईँहरूलाई के कस्तो लाग्छ है, तपाईँहरूको पोइन्ट अफ भ्यू, तपाईँहरूको विचार कमेन्ट मार्फत बताउन चाहिँ नबिर्सिनु होला। आजलाई चाहिँ यति नै, बाई बाई, सी यू सुन एभ्रिवान।